यो चाहिँ कस्तो भने हाम्रो पूजा अहिले भइरहेको पूजा चाहिँ कस्तो भने यो अहिले हाम्रो यो फर्स्ट वर्ष हो पूजा गरेको होइन। यो पहिला फर्स्ट वर्ष पूजा गर्दाखेरि कस्तो भयो भने हाम्रो जुन अहिले हाम्रो पूजा बस्ती गरिरहेको छ अहिले पूजा गरिरहेको छ त्यहाँको नरिवल चाहिँ बाहुनले यस्तो माझीले चाहिँ के चाहिँ गर्छ भनेर बाहुनले चाहिँ एउटा नरिवल खाएको उसले गर्दाखेरि अहिले यो जुन अहिले हामी बस्ती पूजा गरिरहेको बस्तीहरू अब सबै बगाएर होइन अब खोलाले बगाएको ठुलो त्यतिखेर त्यो ठुलो पानी परेर सबै बगाएको कारणले अहिले हामीले चाहिँ पूजा गर्न थालेको अब राम्रो होस् अब आउने उसमा चाहिँ अब सबैजना एकजुट भएर माझी बस्ती सबै ठाउँमा यसो अब बगर पहिला भनेको यो बगर यति राम्रो बगर थियो तपाईँको यति राम्रो बगर यति खेत धान फल्ने हो बगर चाहिँ अब यो खेत चाहिँ सबै बगाएको कारणले अब आइन्दा बाहुनहरूले अब चाहिँ जे होस् आफ्नो उसमा चाहिँ माझीले चाहिँ अब यो ठाउँमा माछा मारेर खान पाउन पर्छ भन्ने ठाउँमा चाहिँ अब बाहुनहरूले खोला मिच्दै जाने अब त्यो खोला मात्रै हिँड्ने जे होस् ऊ भयो के त्यो भइसकेको कारणले अब जे होस् अहिले बगरै भयो भनौँ न। पहिला नि बगरै थियो भने अहिले नि बगरै भयो। अब कस्तो भने 12 वर्षमा खोला एकचोटि फर्किन्छ भन्छ नि 12 वर्षमा खोला एकचोटि फर्किन्छ भन्छ। तर फर्किन कारण कस्तो रहेछ भने मैले चाहिँ कस्तो रहेछ भने कस्तो कारण नजाने हामीले जुन गरिरहेको रीतिरिवाज हामीले गरिसकेपछि हामी बगर हिँड्न पाउने रहेछौँ। नभए त तपाईँको अब यो ठाउँ अब अहिले बगर भइरहेको ठाउँमा अहिले जुन बस्ती बसिरहेको ठाउँ कस्तो भने यहाँनिर भनेको हामी हिँड्न पाउँदैन थियो खेतै खेत हुन्थ्यो खोलो मात्रै हिँड्थ्यो यो ठाउँमा। जब हामीले पहिलो वर्ष पूजा गरिसकेपछि पूजा गरेको चिज जुन बाहुनले खायो मैले पहिला पनि भनेको थिएँ जब त्यो बाहुनले खाइसकेपछि अहिले जे होस् हामी बगरमा जता जाउँ खेत छैन तपाईँको अहिले पुरै फाँट छ। हेर्नुहोस् अहिले हामी खानी खोलाकै रोसी खोलाकै भनौँ खानी खोलाकै भनौँ हाम्रो चौरी खोलाकै भनौँ अब कोसीमा भनौँ कोसी विभिन्न ठाउँहरूको अब भनौँ जोस् खोला हिँड्ने ठाउँको चाहिँ जोस् खोला नालाहरूले सबै जोस् आफ्नो ठाउँमा हिँड्न पाउनु परोस् आफ्नो खुसीसँगले हिँड्न पाउनु परोस् भनेर चाहिँ जोस् गरे जस्तो लाग्यो। अब हामीले जुन अहिले 3 वर्ष भयो हामीले पूजा गरेको त्योभन्दा अगाडि हामीले पूजा गर्ने थिएनौँ यो चौरी खोलामा हामी एउटा हिँड्नलाई पनि हामी एउटा जाल खेला हिँड्न पनि एकदम गाह्रो अवस्था हुन्थ्यो यहाँनिर। अब खेतको गराबाट गएर चाहिँ हामी जाल खेल्न जानु पनि खोलामा पुग्नु पर्ने हुन्थ्यो। अब हिँड्ने भनेको चाहिँ हाम्रो उनी थिएन जस अहिले बगर भयो। कस्तो भने हाम्रो समाजभन्दा पनि हाम्रो माझी जातिको लागि चाहिने भनेको हामीलाई खोलाको बगर चाहिने रहेछ। हामीले पूजा गऱ्यौँ जुन हामीले अहिले कोसी पूजा गर्न थाल्यौँ हामीले 3 वर्ष भयो पूजा गर्न थालेको अहिले अब हामीलाई हिँड्नलाई पनि सजिलो छ खोला नाला हिँड्नलाई पनि सजिलो छ। त्यही भन्न चाहन्छु। अहिले म रामेछाप गुल्छा बजाउने अहिले ठ्याक्कै चौरी खोलाबाट चाहिँ म बोलिरहेको छु। आज लदी पूजा हाम्रो सम्पन्न भयो राम्रो भयो होइन राम्रो भयो धेरै खुसी लागेको छ होइन। ठिक छ अब यस्तै छ हामी माझी जातिहरू कहिले पनि हामी तल पर्न चाहिँ हुँदैन। अब हाम्रो आएको बजेटहरू पनि अब ठुल्ठुलाहरूले खाइराखेनछन्। यो बजेटहरू आएको बजेटहरू हामीले अहिले सङ्कलन गरेर यसलाई हाम्रो चाहिँ आफ्नो संस्कृतिलाई एउटा पहिचानको लागि हामीले यसलाई चाहिँ जोगाइराख्यो भने हाम्रो खोला नाला हामी जे होस् हामी एउटा माझी जाति भए पनि आफ्नो ठाउँमा हिँड्न पाउन पर्ने रहेछ भन्ने कुरो मैले जस 3 वर्षबाट अहिलेसम्म थाहा पाएँ। अहिले चाहिँ म आएको खास छैन फर्स्टचोटि आएको अहिले म जुन यहाँनिर पहिला त आउनु थियो मलाई यो पूजा भन्ने मलाई थाहा थिएन अब थाहा भयो। धन्यवाद हजुरहरू सबैजनालाई। अब रमाइलो भनेको त अब हाम्रो माई जातिको रमाइलो हुन्छ हाम्रो अब प्रसाद खाइयो अब रमाइलो हुन्छ अब सबै होइन त्यस्तै छ। हामी सबै जुनै ठाउँको मान्छेहरू भए पनि अब अहिले कति ठाउँको मान्छेहरूलाई त यो लदी पूजा भनेको के हो भन्ने कुरो पनि थाहा छैन। अब थाहा पाउनु पऱ्यो आफ्नो बजेट अब आफूले सदुपयोग गर्नु पऱ्यो। यही भन्न चाहन्छु। धन्यवाद नमस्ते।